मान्छे परी परी कुरा थरी थरी कोही पनि बोल्दैनन् सल्लाह मिल्ने गरी ए मान्छे परी परी कुरा थरी थरी कोही पनि बोल्दैनन् सल्लाह मिल्ने गरी काम धन्दा केही छैन सबै एउटा छाप सानो गल्ती पाए भने त्यसको सत्य श्राप आफूभन्दा अरूलाई भुतले नगर्ने जति भलो गरे पनि राम्रै नभन्ने माल पाएर चाल पाएनन् सुरै मिलेन तालतालका मान्छेहरूको हत्तेरी कुरै मिलेन हत्तेरी कुरै मिलेन हरि ओम तत्सत नारायण हरि गोविंद भगवान हरि तिरपन्ताम तिरपमाप्ताम हरिशय हरि ओम हरि मन्त्र पढ्दै छ हरि ओम तत्सत नारायण हरि कृष्ण गोविन्द नारायण गोविन्द हरि ओम तत्सत पनि हरि कोही पनि छैन हरि तत्सत नारायण भगवान हरि हरि कृष्ण गोविंद भगवान होइन खुस्कियो कि कसो हो त आफ्नै निधारमा आफै चाहिँ कसरी टिका लाउनु हो अनि यति ठुलो महलमा एक्लो मान्छे भएपछि त मेरो बापु बिहारबाट आएर मलाई टिका लगाइदिन्छ यस्तरी चाहिँ हुँदैन कि तेरो चाहिँ साह्रै माया लागेर आयो हेर केटा म आफै लगाइदिन्छु कि औ लु आशिक चाहिँ आफै लि कि यो मैले चाहिँ यस्तो लगाइदिएँ होइन अलिक मजाले थाप्न हौ के बताउन टलाई पो बस्छस् त हौ ओ होइन यस्तरी चाहिँ सुत्नु चाहिँ हुन्छ दिउँसो दिउँसो लु उठौँ हौ हरि म त सपनामा पो रहन्छु खै टिका पनि यहीँ पो रहेछ त लु अनि यो टिका चाहिँ नलगाएको कसले लगाइदिन्छ मलाई टिका यसको चाहिँ मलाई माया लागेर आयो कि लु आइज उठ ल त यस्तो पाराले पनि हुन्छ कहिले न मैले यार तँ जतिको मान्छेलाई मैले केही भन्नुपर्छ जस्तो लाग्दैन अब दसैँ हो अब के गर्नु रमाइलो त गर्छस् ला तेरो चस्मा लगा आशिक पाइस 2-3 अक्षता चाहिँ हातमा परेछ अब मेरो प्लान के छ भने नि त्यो परतिर गएर बा यसो 1-2 केजी मासुधिक खाङ्की अनि लच्छानेची बटुका थिधिक पियाउँछु भनेर चाहिँ सचेको ह मलाई पनि साथी भएन के छ जाने होइन दसैँ हो जाने हो जाउँ 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 साँच्ची हो नि हिँड्न त ल आइज न अब दसैँ चाहिँ आयो कि हरि उतातिर जाँदाखेरि हो तेरो गाउँतिर पनि यसो जाउँ कि जस्तो चाहिँ लाग्छ अनि अब दसैँ खर्च दसैँ सकिएपछि चाहिँ एउटा काम छ खाएर यहाँनिर ख्याले छ हो यस्तो छुट्यो भने उतातिर गाडी छ कि अनि अब तिहार खर्च बटुल्नुको लागि तँलाई पनि यसो काममा चाहिँ सम्झौँ कि भनेर चाहिँ सोचेको हो कस्तो हुन्छ गर्दै जाउँ न अब यताको बाटो नदिउँ यता कताको बाटो अब दसैँमा दशा लाग्छ भन्छन् त्यहाँ यस्तो घारी हुँदो त सर्प हुन्छ र महादेवको म त अलिअलि मासेको पनि थियो कि लु यताको बाटो यस्तै यस्तै हो हामी यता फालानु ल यसरी नै आइज है ल ल ल
भन्दा तल होइन के सिधा पक्रिनु टाउको पनि देखाऊ 1 घण्टा लाउँछ एउटा टिकटक बनाउन त्यही पनि घरि यो भएन घरि त्यो भएन नरिसा न एउटा लाज अनि तेरो मेरो एउटा राम्रो फोटो खिच्दे ल ए फोटो भनेर त रेचिनी मनमा फोटो सम्झेर तैँले मेरो भिडियो बिगारे कि टिकटक भिडियो राम्रो आउनलाई त अनुहार पनि गति हुनु पर्यो नि त के भनिस् रे याले मेरो फोन लैजा तेरो थोत्रे फोन कसको थोत्रे फोन तेरो फोन थोत्रे हो थोत्रे ओइ थोत्रे फोन कसको कसले भनेको थोत्रे फोन भनेर तैँले मलाई तानेको हो त नि किन तानेको ai किन थोत्रे फोन भन्नु त तैँले मेरो भिडियो मैले कतिचोटि बनाइदे एउटा भिडियो पनि त मजाले बनाएको थिइनँ मेरो एउटा फोटो खिच्दै भनेको तैँले फोटो खिच्दिस् अनि तैँले म खिचिदिन्छु त तैँले मेरो फोनलाई थोत्रे किन भन्नु तैँले पनि राम्ररी पक्रिनु पर्यो एउटा फोटो के त खिच्दिनु नि खिचिन्थेँ त किन थोत्रे भन्नु मेरो फोनलाई चुप नबोल त मसँग कसरी नबोल बोल्दिनँ कुरा गर्छु कहाँ गएछ त्यसलाई फोन पो गर्नु पर्यो कसैको सम्झना त राख्नु पर्यो Não, Anvaru. Lá, mostra o gato lá. Junta. Gaya थियो. खोजेर एउटा टिकटक त बनाउँछु बुझ्नु जा मान्छे परी परी कुरा थरी थरी कोही पनि बोल्दैन सल्लाह मिल्ने गरी काम धन्दा केही छैन सबै एउटा छाप सानो गल्ती पाए भने त्यस्तो सत्य श्राप आफू भन्दा अरूलाई भुत्लै नगर्ने जति भलो गरे पनि राम्रै नभन्ने माल पाएर चाल पाएन सुरै मिलेन आज त मलाई के बिदी पो सबैले ल्याङ गरेको बच्चाहरूले पनि हेर्न थालिसके या त्यस्तै पारा हो भने चाहिँ यो रुख देखाउ कि मुला त लक्कीको याद आउँछ
ज्याम हान्नुपर्ने रुखबाटै हाम फालेर भए चाहिँ होइन हौ पातली के हो कपाल सपाल त पुरै भत्यालङ मुङतुङ छ त नि बाँदरले एट्याक गरे क्या हो बाटोमा बाँदरले होइन हौ दाइ बाँदरले चाहिँ एट्याक गरेको हो। ए त्यहाँ हाम्रो जङ्गलमै बाँदर आउनु थाल्यो मैले त अस्ति भर्खर नयाँ किनेको लुगा बाहिरै छोडेको छु बाँदरले लग्यो भने बर्बादलुमा लाग्यो ए होइन क्या दाइ त्यो राम्रीसँग झगडा परेको क्या मेरो। लो के हो के हुनु र दाइ भिडियो बनाइदिए भनेर भन्यो मैले बनाइदिएँ अब मेरो एउटा फोटो खिचिदिँदिनँ अनि रिस उठ्दैन मलाई अनि मैले त लाप्पा खेलेर आएको। होइन तिमीहरूको घरमा चाहिँ सब हान्ने मात्रै छ हो कहिले दाई हानिदिन्छु भन्दै आउँछ कहिले बहिनी हानिदिएको भन्दै आउँछ त्यस्तो होइन क्या दाइ अनि दाइ तपाईँलाई त दसैँ त मजाले लाग्यो जस्तो छ नि त। अब यसो अलिअलि त लाग्नै पर्यो नि अनि दाइ साथी सुन्नु न जी फेरि छ घुम्न जानुभयो। साँच्चै भन्नुपर्दा कसैले 5 करोड दिन्छु तेरो जिएफको फोटो देखा भनेर भनौँ भने पनि म त चुप लागेर बस्नु बाहेक त अरू कुनै विकल्प छैन हौ मेरो। यार दाइ मजाक नगर्नु न तपाईँ जस्तो ह्यान्डसम केटा यो संसारमा कोही छ। ल दाइ म गएको अरू कुरा यस्तै हो। होइन होइन साँच्चै भन्नुपर्दा चाहिँ आज मेरो सबैले तारिफै गरेको कि बिल्ला पो हानेको हौ बुझ्नै सकेको छुइनँ यार आज म त यसले पनि ठोकी जस्तो छ मलाई। ए आइस अस्ति मैले मल बोकेको पैसाले कहाँ बाटोमा पैसा बोकेर हिँड्छु त भाइ। ए यहाँ मेरो ढाड दुखेर 3 दिनसम्म नउठेको म भाइ दिक्क नलगा मसँग पैसा छैन म पछि दिन्छु। सानो भनेर हेपेको पैसाले छिटो पैसाले म पछि दिन्छु भाइ। याद दिनुहोस् परे फेरि घर बाँड्न नआउनु। होइन आज मैले बिहान बिहानै अनुहार चाहिँ कसको हेरेकी थिएँ र नमुनै नमुना मात्रै मान्छे फेला पर्छ। रिस मात्रै उठाउँछ हौ सबैले दिमाग मात्रै खराब गर्न जानेको छ मेरो त नमुनै नमुना मात्रै फेला पर्छ हौ दिक्क लाग्यो। होइन यस्तो पाले पाले परो झन्डीमा झन्डी पर्न भने हल्ला नगरी खेलौँ न हौ के साह्रो हौ वर्षमा एकचोटि आउँदा खेल्नै पर्यो नि हौ दाइ। हामी हाल्ने हजुर राख्नु है अरे आयो मैले अगाडि नै राख्ने ठीक छ अरे मैले खेलौँ है म चाहिँ कता अलिकति काम पर्यो कि खासै काम के आइलागेछ फेरि मैले मारे ल आलु एकको दुई एकको दुई एकको दुई दसैँ आयो आलु
अगाडि भेट भएको अहिलेसम्म फोन कन्ट्याक्ट केही छैन अब एउटा टिकटक बनाउनु चाहिँ के मरिहत्ते गर्नुपर्छ घर जानु छैन आमा बाले कुरेर बस्नु भएको छ झन्डे त होइन यता हो के होइन यो त बाउलाई के क्या हो यता हो के यही पानीमा झारिदिन्छु कति कति हो कति गते दसैँ सकिसक्यो त्यति पनि थाहा छैन सकेको सकिएको घर आउनु छैन आमा बाउले कुरेको छ टिका लाउन पाएको छैन दाजुलाई घाम लागिरहेछ पौलाएर हिँडेको छ ए आउनु हौ हिँड्नु घर जमुना म मात्र हो पनि गाएको खत्रै हो दा यो तपाईँ त खतरा सिङ्गर हो बुगाको जस्तो आवाज छ र मात्रै नभए त तपाईँ त खतरा गाएको नि तपाईँले दाइ जे बुझ्छ तपाईँलाई मैले त्यही गरेको हो दाइ अच्छा बिल्ला पो गर्दो रहेछ यसलाई त म बिल्ला पो गर्दो रहेछ या तानलाई त्यसमा बाँचेको बिस्तारै बिरादिनु जागती छु त म त फेरि लाइयो 10 को के हो लाइयो 10 को